ल हामी अहिले देख्नुहुन्छ यही टक्क देउराली, यसलाई टुटे देउराली पनि भन्छन्। यहाँ हाम्रो गाडी नम्बर भन्दै हुनुहुन्छ। हामी यहाँ प्रहरी कार्यालयमा इन्ट्री गराउँदैछौँ हाम्रो यात्रालाई। यहाँ सीमा समाप्त हुन्छ, यता देब्रेपट्टि तपाईँहरूको शङ्खुवासभा पर्छ र यता दाहिनेपट्टि चाहिँ फेरि तेर्थुमै पर्छ। हामी ठ्याक्क सिमानामा छौँ मैले बुझेअनुसार चाहिँ। होइन सर, हामी तिनजुरे डाँडापट्टि फेरि तेर्थुमै जान्छौँ त। यहाँबाट एउटा देब्रे बाटो लाग्छ, चैनपुर निस्किन्छ। अहिले हेर्नु न उहाँ मासतिर 6 होइन, यहाँ 14 भएन। अब हेर्नु न, यहाँबाट दुईवटा बाटो हुन्छ, एउटा चैनपुर खापबारी, हामी चाहिँ यता दाहिने बाटो लाग्छौँ है। हामी यहाँ देख्न सक्नुहुन्छ दुईवटा बाटोमा छौँ, हामी दाहिने बाटो लाग्छौँ तिनजुरेतर्फ। यो बाटो गयो भने हाम्रो चैनपुर खापबारीतिर जान्छ, जुन चाहिँ शङ्खुवासभा जिल्ला पर्छ धेरै। यता हाम्रो चाहिँ अहिले हामी तेर्थुममै छौँ, तेर्थुमपट्टि नै। यो चाहिँ हाम्रो सिधै तिनजुरे हुँदै मिल्के गुफा निस्केर ताप्लेजुङ जोड्ने बाटो हो। तपाईँहरू अब यहाँ एकदम पर्यटकीय क्षेत्रमा स्वागत छ भनिएको छ। यहाँ हामी गेटबाट अगाडि बढिरहेका छौँ। यहाँ साना साना भाइ बहिनीहरू पनि घुमेर आउँदै हुनुहुन्छ। हाम्रो पहिलो बाटो यता यो डाँडाका पछाडिपट्टिबाट देब्रेपट्टिबाट थियो। यो चाहिँ गाडीको बाटो हो। यहाँबाट थोरै अगाडि जाँदै गर्दा अब हामी एउटा पार्कमा पुग्छौँ होला मलाई लाग्छ, जुन पार्कमा चाहिँ भीमसेनले छेलो हानेको एउटा ढुङ्गो छ, त्यसलाई रङ्गीचङ्गी बनाइएको छ भन्ने सुनिन्छ। म उहाँको धेरै भयो। तिनजुरे मिल्के जलजले क्षेत्रमा पाइने गुनासका बारेमा यहाँ जानकारी बोर्ड लेखाइएको छ। हेर्नुहोस् यसपालि बोर्ड हेरेर र बोट हेरेर चित्त बुझाउनु पर्ने अवस्था छ। त्यसो हुँदा नेक्स्ट इयर पनि आउनुपर्ने बाध्यात्मक अवस्था आइसक्यो अहिले नै। यी देखेका बोटहरू चाहिँ तर लालीगुराँसका होइन नि, चाहिँ चाप यस्तै यस्तै हुन्। बाटो घुम्ती छ, घुम्तीनिर लेट भयो, सानो मायालाई बाटैमा भेट भयो भने जस्तो छ यहाँ। ल हेर्नुहोस् के भेट्यो। हामी आउँदाखेरि नयाँ वर्षमै आएको थियौँ, त्यो बाटोमा भेटाएको थियौँ। गुराँस होइन, गुराँस कि यहाँ सानो गुराँस फुलेको अवस्था छ। मैले यसलाई अलि हाइलाइट गरेर देखाएँ। ल लाली गुराँसका बोटहरू देखिन थाल्यो तर खासै फुलेको छैन। सेतो गुराँसलाई चिमाली भनिन्छ। चिमाली कोशी प्रदेश पर्यटकीय स्थल यहाँ अगाडि छ। अब यसमा पछि कतिखेर घुम्ने हो थाहा छैन, फर्केर आउँदा रोक्नु पर्ला। स्पेस त छ। 4 मिनट भयो भिडियो। बनाउने सुरुमा झोलासोला काबुको थाहा पत्तो भएन। यहाँबाट उँधोपट्टि चाहिँ पार्कहरू छ, तपाईँ देख्न सक्नुहुन्छ। छेलो हालेको ढुङ्गो छ।
सबैजना यी हाँसी खुसीका साथ हामी यात्रामा छौँ। विशेष दामोदर सर हुनुहुन्छ, अरू पनि हुनुहुन्छ यहाँ। सिएम सर देखिनु भएको छैन, उहाँ चाहिँ व्यस्त हुनुहुन्छ भिडियो बनाउनमा। लाली गुराँस ल एउटा लाली गुराँस देख्ने बित्तिकै हाम्रो सम्पूर्ण टिम झन्डै उफ्रिएको छ। यो टिमलाई मिल्के पुर्याएर 28 जातिका चाहिँ लाली गुराँस देखाउने हो भने उत्पातै होला जस्तो छ, त्यही भएर मिल्के नपुगौँ। यो एकदम बाटो अप्ठ्यारो छ, कच्ची बाटो, पिच भइसकेको रहेन रहेछ राम्ररी। मैले कता कता बाटो तिब्रेसम्म नै पिच छ, राम्रो छ भन्ने सुनेको थिएँ, तर बाटो कच्ची रहेछ। झन्डै झन्डै पहिला हामी हिँड्दा जस्तै नै बाटो रहेछ यहाँ। यो गाडीको बाटो हो, योभन्दा तलतिर पुरानो पैदल बाटो, योभन्दा दाहिनेपट्टि यो जङ्गलको बिचबाट जान्थ्यो।